एउटा सी एस्पिरेन्ट भएको नाताले धेरैको मनमा लागेको कमन र कन्फ्युजन कुरा के एमइसीले क्वेसन कताबाट बनाउँछ त? +2 बुकदेखि, मोड्युलदेखि, कम्प्युटर सोल्युसनदेखि, कुनै अब्जेक्टिभ पिसिबीदेखि, अरू साथै निट एनसीईआरटीको बुकदेखि। प्रिपेरेसनको बेला मलाई पनि एकदमै कन्फ्युजन लाग्ने क्वेसन। यो कन्फ्युजनमा रहेर हामीले रिसेन्ट भएको सी 2082 को स्पेसली बोटनी तर्फबाट मेमोरी बेस्ड क्वेसनलाई चाहिँ हामीले डिटेल एनालाइसिस गर्नेछौँ। नमस्कार सबैलाई, मेरो नाम चाहिँ कपिल थापा, करेन्टली स्टडिङ एमबीबीएस एट नेपाल मणिपाल कलेज अफ मेडिकल साइन्स पोखरा। हामीलाई थाहा नै छ एमइसीले कहिले पनि सीईको पेपर लिन दिँदैन। त्यही पनि एम्बिसन गुरुले पब्लिस गरेको सीईको मेमोरी बेस्ड क्वेसनमा रहेर हामीले डिटेल एनालाइसिस गर्नेछौँ र साथै त्यहाँ भएको क्वेसनहरू चाहिँ केही इरर भए तापनि 80 to 90% क्वेसन चाहिँ मिलेको छ र साथै त्यो क्वेसन यदि केही इरर छ भनेपछि हामी त्यस क्वेसनको नजिकमा रहेर त्यसको कन्सेप्ट बुझ्नेछौँ र साथै कस्तो खालको क्वेसन अब आउने सी 2083 मा सोधिन्छ भन्ने कुरालाई पनि हामीले डिटेल एनालाइसिस गर्नेछौँ र त्यो क्वेसनबाट हामीले चाहिँ धेरै आइडिया प्रोभाइड गर्न सक्छौँ र यो क्वेसनलाई हामीले एनालाइसिस गर्दा कति पिवाइकी छन् र कुन सोर्स युज गरेर चाहिँ एमइसीले धेरै क्वेसन सोधेको छ भन्ने कुरालाई चाहिँ एनालाइसिस गर्नेछौँ र साथै के क्वेसन साँच्चै इन्डियनबाट आउँछ त भन्ने कुरालाई पनि हामीले आज चाहिँ पर्दाफास गर्नेवाला छौँ। लेट्स गो। ल अब हामीले चाहिँ सी 2082 को बोटनीको 40वटा क्वेसन चाहिँ एनालाइसिस गर्न गइरहेका छौँ। अब सुरु गरौँ है त। फर्स्ट नम्बरमा छ बाइकोलेटरल भास्कुलर बन्डल आर प्रेजेन्ट इन कुकुरबिट। यो चाहिँ सीई 2081 को पनि के हो पिवाइकी हो कि त्यही त्यो सी 2081 मा पनि आएको र 2082 मा पनि आयो भनेपछि पास्ट इयर क्वेसन पनि एकदमै इम्पोर्टेन्ट रहेछ। अब हेर एनालाइसिस गर्दाखेरि चाहिँ यो +2 को बुकबाट लिएको मैले बाइकोलेटरल भास्कुलर बन्डल भनेको इक्जाम्पलमा दिएको छ डाइकोट स्टिम अफ कुकुरबिट र सोलानेसी फ्यामिलीमा पर्छ र यो मोडुलको कुरा भनेपछि यो मोडुलमा पनि तिमीले एनाटोमीमा देख्न सक्छौ। यो स्टिम अफ बाइकोलेटरल भनेको चाहिँ के हो फ्लोइम साइडतिर भएको र क्याम्बियम साइडतिर भएको र जाइलम के भयो बिचमा भएको भनेपछि स्टिम अफ कुकुरबिट सोलानेसी र कन्कुरेन्सी फ्यामिली यो फ्यामिली तिमीले पढ्नु पर्दैन हो। यसमा भएको चाहिँ के हो कुकुरबिट हो। अब हेर बाइकोलेटरल भास्कुलर बन्डल आर फाउन्ड इन स्टिम अफ पम्किनसी क्वेसन पनि छ के भनेपछि यस्तै तिमीले जता कतै पाउन सक्छौ र साथै तिमीले सी 2081 को पिवाइकीमा पनि यही क्वेसन पाउन सक्छौ भनेपछि के भयो यो पनि इम्पोर्टेन्ट रहेछ भने थाहा भइहाल्यो। अब आयो नेक्स्ट क्वेसन विच अफ द फलोइङ इज ट्रु लिभिङ सेल हो। अब जाइलम सिप ट्युब कम्पेनेन्सियल क्रक छ। यहाँ चाहिँ के छ भने मोडुलमा पनि मजाले एक्सप्लेन गर्दैछ कि यहाँ हाइलाइट पनि गर्दैछ थिन वाल एन्ड लिभिङ भनेको के हो कम्पेनियन सेल हो र धेरैजना लाग्न सक्छ कि यो सिप ट्युब पनि के हो लिभिङ सेल नै हो तर यो ट्रु होइन किनभने यसमा न्युक्लियस हुँदैन त्यही भएर यसले ट्रु लिभिङ सेल चाहिँ भन्न मिल्दैन। त्यसैले यसमा चाहिँ हामीले अलि यहाँ दिमाग पुऱ्याउनु पर्ने हुन्छ कम्पेनियन सेल लाउन सक्छौँ हामीले यस्तो एक्सप्लेन मजाले दिएको छ मोडुलमा पनि तर बुकमा पनि दिएको छ। अर्को क्वेसन आयो ट्यापिटम इज फाउन्ड इन एन्थर। यो क्वेसनमा चाहिँ यहाँ यो +2 को बुकदेखि ल्याएको फिगर हो। यो हामीले डिफ्रेन्ट लेयर पढेको छौँ हामीलाई थाहा छ इपिडर्मिस इन्डोथेसियम मिडिल लेयर ट्यापिटम यिनी भनेको के हुन् एन्थरका पार्टहरू हुन्। यहाँ यसरी पनि एक्सप्लेनेसन दिन सक्छौँ एन्थर वाल कन्सिस्ट अफ इपिडर्मिस इन्डोथेसियम मिडिल लेयर र ट्यापिटम छ भनेपछि यसरी पनि हामीले यो मजाले गर्न सक्छौँ। हामीले ट्यापिटम भनेको ट्यापिटममा डिफ्रेन्ट इन्जाइमहरू निकाल्छ भनेर पनि पढेको छौँ र त्यो हामी डिटेल पढेको छौँ भनेपछि यहाँ के सर्फेसली मजाले सोध्यो कि ट्यापिटम कहाँ पाइन्छ भनेर भनेपछि ट्यापिटम इज फाउन्ड इन एन्थर सक्यो। अर्को क्वेसन रहेको छ ग्लाइकोलाइसिस ड्युरिङ रेस्पिरेसन अकर इन साइटोप्लाजम। यो चाहिँ हामीले मजाले +2 बुकमा पनि यो सेम क्वेसन छ कपी क्वेसन छ र साथै द इन्जाइम अफ ग्लाइकोलाइसिस आर लोकेटेड इन साइटोप्लाजम जहाँ इन्जाइम हुन्छ के हो त्यही नै के हुन्छ यो रियाक्सन हुन्छ भनेर बुझ्नु पर्यो। त्यसरी बुझ्दा चाहिँ हामीले यो कन्सेप्टबाट पनि टिक लगाउन सक्छौँ र साथै सेम क्वेसन पनि हामीले +2 बुकमा पाउन सक्छौँ। अब आयो 5 नम्बर क्वेसन फर्स्ट स्टेबल कम्पाउन्ड इन कार्बन एसिमिलेसन इज। यही क्वेसन एमओई 2068 मा सोधेको रहेछ भनेपछि के हो यो पास्ट इयर क्वेसन भयो भनेपछि यहाँबाट पनि हेर्न सक्छौँ हामीले कतिवटा पास्ट क्वेसन कति इम्पोर्टेन्ट रहेछ भन्ने कुरा। यो भनेको पिजिए फोस्फोग्लिसरिक एसिड हुन्छ यसको एन्सर चाहिँ यो हामीले मजाले +2 मा पनि पढेको छौँ। यसै गरी 6 नम्बर क्वेसनमा जाऊँ। 6 नम्बरमा छ विच अफ द फलोइङ हर्मोन डिले सेनेन्सेन्स एन्ड काउन्ट्र्याक्ट एपिकल डोमिनेन्स भनेर यसको एन्सर चाहिँ साइटोनिन हुन्छ। यहाँ हामीले मजाले मोडुलमा पनि देख्न सक्छौँ ठ्याक्कै लाइनमा ल्याएको छ 3rd लाइन र 5th लाइनमा ल्याएको छ काउन्ट्रेसन अफ एपिकल डोमिनेन्स र डिले सेनेन्सेन्स एजिङ केले गर्दा साइटोनिनको काम हो यसरी बुझ्न सक्छौँ। र अर्को 7 नम्बरमा छ इन्जाइम युज टु कट डिएनए इन जेनेटिक इन्जिनियरिङ इज। यो क्वेसन चाहिँ के छ सीई 2081 मा पनि सोधेको सेम क्वेसन सोधेको थियो र के सोधे मैले यहाँ आफूले मोडुलमा पढ्दाखेरि पनि लेखेको थिएँ विच अफ द फलोइङ इन्जाइम इज अल्सो कल्ड मोलिकुलर सिजर हो। यो चाहिँ सी 2024 र एमओई 2014 मा सोधेको छ भनेपछि एमओई 2014 मा सोधेको छ सी 2024 मा सोधेको छ र अहिले सी 2025 मा पनि सोध्यो भनेपछि अब एकदम इम्पोर्टेन्ट रहेछ यहाँ मजाले मोडुलमा पनि रेस्ट्रिक्सन इन द न्युक्लियस मोलिकुलर सिजर जेनेटिक स्केल्स भनेर पनि दिएको छ मजाले तिमीले देख्न सक्छौ। यसको एन्सर चाहिँ रेस्ट्रिक्सन इन द न्युक्लियस हुन्छ। अब आयो 8 नम्बर क्वेसन विच अर्गानल्स इज नट बाउन्ड बाई द मेम्ब्रेन। तिमीले चाहिँ सेल बायोलोजी पढ्दाखेरि पढेको छौ कि कुन चाहिँ डबल मेम्ब्रेन छ कुन चाहिँ सिंगल मेम्ब्रेन छ कुन चाहिँ मेम्ब्रेन बाउन्ड गरेको छैन हो त्यसबाट पनि तिमीले मजाले एलिमिनेसन गरेर टिक लगाउन सक्छौ। जस्तै कि हेर माइटोकन्ड्रिया छ राइबोसोम छ प्लास्टिड चाहिँ न्युक्लियस छ। अब माइटोकन्ड्रिया के हो डबल मेम्ब्रेन हो प्लास्टिड पनि डबल मेम्ब्रेन हो न्युक्लियसमा डबल मेम्ब्रेन भनेपछि राइबोसोम विथआउट मेम्ब्रेन भनेर तिमीले मजाले यतिकै एनालाइसिस गरेर लाउन सक्छौ। र साथै यो क्वेसनको एनालाइसिस गर्दाखेरि चाहिँ हामीले
यहाँ पाउन सक्छ अर्गानिक स्ट्रक्चर विथआउट मेम्ब्रेन भनेको राइबोसोम, सेन्ट्रोस, माइक्रोफिलामेन्ट, माइक्रोट्युबुलहरू, न्युक्लियसहरू, क्रोमोजोमहरू भयो। अनि यो गरेर चाहिँ हामी एकदम इम्पोर्टेन्ट छ, तिमीले यो याद राख्नुपर्ने हुन्छ। सेल बायोलोजी पढ्दा पनि तिमीलाई यो याद भइहाल्छ। अनि व्हाट इज कमन बिट्विन द प्रोक्यारियोट्स एन्ड यूक्यारियोट्स, यो क्वेसन पनि कपी पेस्ट नै छ क्या। यामई 2014 मा सोधेको क्वेसन रहेछ। यो पनि के रहेछ PYQ। हेर यही क्वेसन नै सोधेको छ। विच अफ द फलोइङ इज कमन टु द प्रोक्यारियोट्स एन्ड यूक्यारियोट्स भनेको जेनेटिक कोड, माइटोटिक एपराटस, हिस्टोन र माइटोकन्ड्रिया। अप्सन पनि सेम छ के भनेपछि यो पनि के पास्ट इयर नै हो। IM 2014 मा सोधेको भनेको मोडुलमा सेम यही क्वेसन नै पेस्ट हालिदिएको छ कि यसमा। अर्को आयो 10 नम्बरको ओलिक एसिड। यो चाहिँ अलि बायोमोलिकुल्सबाट हामीले नर्मल फङ्सन पढ्यो भने अलि यो डिटेलमा धेरैले पढ्दैनन्, तर त्यही पनि यो मोडुलमा मजाले खुलाएर दिएको छ कि अनस्याचुरेटेड एसिड, अनस्याचुरेटेड फ्याटी एसिड, स्याचुरेटेड फ्याटी एसिडमा के छ ओलिक एसिड इज अनस्याचुरेटेड फ्याटी एसिड। यो मजाले हामीले यहाँ देख्न सक्छौँ। यसरी पनि हामीले यो यस्तो अब यहाँदेखि थाहा पायो कि पढ्दाखेरि यदि तिमीले सुरुमा पढिरहेको छ भने चाहिँ हरेक कुरा इच एन्ड एभ्री क्वेसन पढ क्या, केही कुरा नछुटाइकन पढ्नुपर्छ भन्ने चाहिँ यो क्वेसनले पनि देखायो। अर्को डिपेस्ट एल्गी अर एल्गी फाउन्ड इन डिप सी। यो क्वेसन चाहिँ अलिक कन्फ्युजन थियो। मेरो साथीहरूले भन्दै कसैले रेड एल्गी नभएर ब्राउन एल्गी पनि हो एन्सर भन्दै, तर मैले चाहिँ रेड एल्गी नै लगाएको थिएँ। मैले के कन्सेप्ट लगाएको थिएँ भनेपछि मैले कता कता पढेको थिएँ कि रेड एल्गीमा एउटा पिगमेन्ट हुन्छ जसको नाम चाहिँ के हो यहीँ लेखेको छ है, फाइक्युराथिन हुन्छ, र जसले यसले चाहिँ रेड एल्गीलाई चाहिँ डिप वाटरमा चाहिँ एकदम हेल्पफुल गर्छ भनेर चाहिँ मैले कता कता पढेको हुनाले चाहिँ म त्यही कन्सेप्टमा चाहिँ रेड एल्गी लगाएको थिएँ। म जहाँसम्म लाग्छ यसको एन्सर रेड एल्गी नै हुनुपर्ने हो र हो पनि। ल अब चाहिँ 12 नम्बरमा जाऊँ। यो चाहिँ मोडुलबाट हो, यो चाहिँ मोडुलबाट लगाएको वार्म मेराइन वाटरमा पाइन्छ भनेर यस्तो कन्सेप्टले पनि हामीले इलिमिनेसन गरेर चाहिँ यो रेड एल्गी लाउन सक्छौँ। र अर्को आयो 12 नम्बरको क्वेसन, बायो फर्टिलाइजर युज इन राइस फिल्ड। सेम लाइन चाहिँ हामीले यहाँ मोडुलमा पाउन सक्छौँ। यो मैले मोडुल लेखेको र यो पनि पास्ट क्वेसन रहेछ क्या बीपीको। एजोला एनाबेनिया सिम्बायोटिक सिस्टम इज द मेन बायो फर्टिलाइजर विच इज इनोकुलेटेड इन अ राइस फिल्ड इन साउथ इस्टर्न एसिया। भनेपछि यहाँ पनि मजाले एजोला एनाबेनिया सिम्बायोटिक सिस्टम मेन बायो फर्टिलाइजर इन राइस भनेपछि खुला आयो पुरा। आइओएम एमओई बीपीकेएचएस यस्तो क्वेसन चाहिँ हामीले नछोड्नु है, एकदम पढ्नुपर्छ। र अर्को आयो 30 नम्बरमा क्वेसन, डिकम्पोजिसन अफ अर्ग्यानिक नाइट्रोजन इन्टु द अमोनिया। हामी यतिकैबाट पनि लाउन सक्छौँ क्या यो एन्सरको, यो क्वेसनको एन्सर यतिकै लाउन सक्छौँ। हेर्न डिकम्पोजिसन अफ अर्ग्यानिक नाइट्रोजन इन्टु द अमोनिया भनेपछि के भयो अमोनिया बनिरहेको छ, के भइरहेको छ अमोनिफिकेसन भइरहेको छ भन्ने कुरा बुझ्नुपर्छ। कन्भर्जन अफ कम्प्लेक्स नाइट्रोजन कम्पाउन्ड इन्टु सिम्पल अमोनियम कम्प्लेक्स, यो ब्याक्टेरियाको नामहरू भइहाल्यो। भनेपछि अब नर्मल प्रोसेस सोधेको छ, झनै सजिलो भइहाल्यो यो त। डिकम्पोजिसन अफ अर्ग्यानिक नाइट्रोजन इन्टु द अमोनिया भनेको यो पनि हामीले चाहिँ +2 बुकदेखि लिएको। अब आयो 40 नम्बरमा, ग्राफ्टिङ इज नट पोसिबल इन मोनोकट प्लान्ट बिकज। यो पनि कपी पेस्ट क्वेसनै छ कि, यो पनि फर्स्ट इयर क्वेसनै हो। यही क्वेसन हामीले चाहिँ मोडुलमा पाउन सक्छौँ कि भनेपछि यदि हामीले बायोलोजीमा मोडुलमा जे क्वेसन छ त्यसलाई राम्रोसँग पढ्यौँ र हामीसँग नर्मल कन्सेप्ट छ भने पनि धेरै क्वेसन मिलाउन सक्छौँ क्या। हेर न ग्राफ्टिङ इज नट पोसिबल इन मोनोकट प्लान्ट बिकज दि ल्याक क्याम्बियम। यहाँ सेम क्वेसन छ, ग्राफ्टिङ इज नट पोसिबल इन मोनोकट बिकज अफ ल्याक क्याम्बियम सत्य। अब आयो 50 नम्बरमा, 4 क्रोमेटिड्स एन्ड 2 सेन्ट्रोमियर अफ होमोलोगस क्रोमोसोम आर फाउन्ड इन। यसले इन्डाइरेक्टली भन्न खोजेको चाहिँ टेट्राको कन्सेप्ट भन्न खोजेको क्या। टेट्राको कन्सेप्ट कहाँ हुन्छ भनेर अब हामीलाई थाहा छ कि सिनाप्सिस भनेको जाइगोटिन स्टेज हुन्छ, मियोसिसको जाइगोटिन स्टेजमा चाहिँ सिनाप्सिस हुन्छ र पेकाइटिन स्टेजमा गएर के हुन्छ टेट्रा फर्मेसन हुन्छ। हो त्यही कुरालाई चाहिँ हामीले त्यही कन्सेप्ट लगाएर चाहिँ हामीले पेकाइटिन लाउन सक्छौँ कि टेट्रा फर्मेसन अकरिङ पेकाइटिन। तर केही छैन, यदि तिमीले +2 बुक पढाएसम्म यति लाउन सक्छौ, तर मोडुलमा चाहिँ मजाले एक्सप्लेन गरिदिएको छ कि टेट्रा कन्टेन 2 होमोलोगस क्रोमोसोम, 4 क्रोमेटिड, 2 सेन्ट्रोमियर एन्ड 4 काइनेटोकोर हो। यसबाट पनि हामीले के लाउन सक्छौँ पेकाइटिन लाउन सक्छौँ कि 4 क्रोमेटिड एन्ड 2 सेन्ट्रोमियर, 4 क्रोमेटिड एन्ड 2 सेन्ट्रोमियर। यो चाहिँ हामीले मोडुलको पेकाइटिन भन्ने टपिकमा देख्न सक्छौँ। अब आएको चाहिँ 60 नम्बरमा, द मोडिफाई स्टिम फाइलोक्लाइडेड एन्ड क्लाइडोर आर फाउन्ड इन। यो चाहिँ हामीले स्टिममा पनि पढ्छौँ। स्टिमको मोडिफाई स्टिममा चाहिँ हामीले यो क्लाइडोरहरू फाइलोक्लाइडोरहरू पढ्छौँ। हो त्यस्तै मध्ये पनि हामीले इकोलोजीमा पनि यो छ, इकोलोजीमा पनि दिएको छ कि स्टिममा चाहिँ रिड्युस क्लाइडोर हुन्छ, फोटोसिन्थेटिक थिक क्युटिकल सङ्कन स्टोमाटाहरू हुन्छ भनेछ। अनि फाइलोक्लाइडोर यो भनेको अपोन्सिया एस्पारागस रस्कस भने के हो, यिनी डेजर्टमा पाइने प्लान्ट हुन् भनेपछि के हो जेरोफाइटिक हुन्। यसरी पनि हामी यो कन्सेप्टबाट पनि हामीले जेरोफाइटिक लाउन सक्छौँ। अब 70 नम्बरमा रिप्रोडक्सन टेक प्लेस बाई स्पोर बट नट बाई द सिड। भनेपछि अब के भयो हेर, ब्रायोफाइट, थ्यालोफाइट, स्पोरोफाइट र क्रिप्टोफाइट। यो चाहिँ टेरिफाइटको कन्सेप्टमा मजाले एक्सप्लेन गरेको छ। यी टेरिफाइट टपिकमा चाहिँ एक्सप्लेन गरेको छ। हेर, दिज आर द प्लान्ट विच प्रोड्युस बाई द मिन्स अफ स्पोर एन्ड डु नट प्रोड्युस सिड। टेरिफाइट अर भास्कुलर क्रिप्टोगेम हो, यतिमा कुरामा एक्सप्लेन गरेको छ कि मजाले। टेरिफाइट अर भास्कुलर क्रिप्टोगेम भनेको के हो, तिनीहरूले के गर्छन् स्पोरबाट रिप्रोड्युस गर्छन् नट बाई द सिड। भनेपछि सिम्पल क्वेसन सोध्यो, रिप्रोडक्सन टेक प्लेस बाई द स्पोर नट बाई द सिड के हो क्रिप्टोगेम्स। अब आयो विच अफ द फलोइङ इज नट इन्क्लुडेड इन द ट्रोपिक लेभल अफ इकोसिस्टम। हामीले पढेको छौँ कि प्रोड्युसर, कन्ज्युमर, डिकम्पोजर। भनेपछि इकोसिस्टमको ट्रोपिक लेभलमा चाहिँ हामीले पिरामिड बनाएर पढेको छौँ। पिरामिड सम्झिने यहाँदेखि जान्छौँ, यहाँ माथि जान्छौँ, प्रोड्युसर, कन्ज्युमर, डिकम्पोजर हुँदै जान्छौँ। भनेपछि प्रोड्युसर, कन्ज्युमर, रिड्युसर र डिकम्पोजर। त बायोलोजिकल सिक्वेन्स इन इकोसिस्टम हो। यो त हामी नर्मली +2मा पनि पढ्दै आइराखेको हुन्छौँ।
भनेपछि यो कन्सेप्टले पनि हामीले मजाले लाउन सक्छौँ कि एन्सर फुड इलिमिनेसन गरेर पनि लाउन सक्छौँ किनकि पोल्युसन कन्ज्युमर डिकम्पोजन भनेको एउटै कन्सेप्टमा टपिक लेभलमा आइदिन्छ। ल 19 नम्बर क्वेसन बुझौँ। सिमिलर जिनोटाइपिक एन्ड फेनोटाइपिक रेसियो अकरिङ। यो क्वेसन चाहिँ के हो, CE 2081 मा पनि आएको थियो कि सेम क्वेसन आएको थियो। अहिले CE 2000 के हो 82 मा पनि आइदियो भनेपछि रिसेन्ट CE को क्वेसनहरू चाहिँ 2081 क्वेसनसँग कति धेरै मिलिरहेको छ भनेपछि सोच आफै। किनभने CE भएको धेरै भयो क्या, जस्तै यदि CE भयो पहिला अरू कलेज बेस इक्जाम हुने भएकाले पनि धेरै भयो भनेपछि एमएससीले क्वेसन चाहिँ कति खोज्ला र कति नयाँ क्वेसन चाहिँ लगभग कमै बनाउँछ, एकदमै कमै। किनभने क्वेसन कति खोज्ला र जस्तै कि एउटा टपिक छ जेनेटिक्स टपिकबाट भयो भनेपछि त्यहाँबाट लगभग 200 देखि 300 क्वेसन छन् कि त्यहीबाट चाहिँ भनेपछि त्यो क्वेसन बाहेक अरू हुने चाहिँ कमै चान्स हुन्छ क्या, त्यही रिपिट हुने हो। त्यही भएर चाहिँ तिमीले चाहिँ मोडुलमा भएको क्वेसन चाहिँ नछोड क्या। अनि पास्ट इयर क्वेसन चाहिँ कति इम्पोर्टेन्ट रहेको छ अहिले देखाइरहेको छ नि यहाँ यतिमा पनि हेर न। प्रिभियस इयरको कम्पेयर गर्ने भनेपछि अहिलेको इयरमा पनि धेरै क्वेसन मिलिरहेको छ भनेपछि चाहिँ त्योभन्दा अगाडिको पनि तिमीले धेरै क्वेसन प्र्याक्टिस गर्नुपर्ने भयो क्या। यस्तै गर्दा सिमिलर जेनोटाइपिक एन्ड फेनोटाइपिक रेसियो अकरिङ इनकम्प्लिट डोमिनेन्स। हेर सेम जेनोटाइपिक एन्ड फेनोटाइपिक रेसियो इन एफ्टर जेनेरेसन आर ओपन फर्म के भयो ब्लेन्डिङ इनहेरिटेन्स। यसलाई चाहिँ ब्लेन्डिङ इनहेरिटेन्स भन्छ इनकम्प्लिट डोमिनेन्सलाई। त्यही भएर नत्र मजाले यहाँ बुकमा पनि र मोडलमा पनि मेन्सन गरिदिएको छ। यहाँ चाहिँ पास्ट इयर क्वेसन के फेरि योभन्दा अघिल्लो वर्षको पास्ट क्वेसन होइन कि त्योभन्दा पहिलाको पास्ट क्वेसन के। मैले यो CE 2081 को पास्ट क्वेसन चाहिँ मैले अलिक खोजेन, त्यही भएर मैले लिन सकेन। नत्र त्योभन्दा अगाडिको पनि पास्ट क्वेसन छ कि हो भनेपछि कति इम्पोर्टेन्ट रहेछ त्यही थाहा भयो आज तिमीले। यो जेनोटाइपिक एन्ड फेनोटाइपिक रेसियो इज सेम इन इनकम्प्लिट डोमिनेन्स। अब आयो 20 नम्बर क्वेसन। नम्बर अफ फेनोटाइप्स इन एबियो ब्लड ग्रुपिङ सिस्टम इज। हेर मोडलमा मजाले एक्सप्लेन गरिदिएछ कि नम्बर अफ फेनोटाइप इन एबियो ब्लड ग्रुपमा चाहिँ नम्बर अफ फेनोटाइप छ भनेपछि नम्बर अफ फेनोटाइप चाहिँ 4 छ। ल भाइ 21 नम्बर। इफ 2 pea plant having red color flower and unknown genotype are crossed 75% of red 75% red and 25% white appear then genotype of plant would be both heterozygous। यस्तो टाइपको क्वेसन चाहिँ हामीले मोडलमा तिमीले जेनेटिक्सको चाहिँ एउटा क्वेसन अर्को क्वेसन हो, यस्तो टाइपको क्वेसन चाहिँ एउटा आउँछ फाइनलमा। त्यही भएर चाहिँ यस्तै कन्सेप्ट नै हो, लगभग यो सेम नै छ कि दुईवटा क्वेसनहरू म्याच भइरहेछ है। यो क्वेसन चाहिँ हामीले मोडलमा देख्न सक्छौँ। क्रस बिट्विन द टु टल प्लान्ट होला टाक्कै बी नम्बर एन्सर बोथ हेटरोजाइगस। यही क्वेसनलाई हल्का घुमाएर हल्का मोडिफाई गरेर दिएको। अब जाउँ 20 नम्बर। एबियो ब्लड ग्रुपिङ सिस्टम इक्जाम्पल हो। यो चाहिँ तिमीले कति पढ्यो कोडोमिनेन्स यही छ। द बेस्ट इक्जाम्पल अफ कोडोमिनेन्स इज एबियो ब्लड ग्रुपिङ इन ह्युमन बिइङ। प्लस टू बुकमा मजाले हाइलाइट समेत गरेर दिएछ कि यति त हाइलाइट गरेर दिएछ। अब आयो 23। रिप्रोडक्सन टेक प्लेस बाई द प्लाज्मोग्यामी क्यारियोग्यामी एन्ड मियोसिस इन सिक्वेन्स इन सेम। तिमीले फङ्गाईको रिप्रोडक्सन गयो भनेपछि यति धेरै एक्सप्लेन गरिदिएको छ। तिमीले हरेकमा म्युगर पढ्दा हुन्छ कि इस्ट पढ्दा मसरुम पढ्दा चाहिँ यो सिक्वेन्स चाहिँ पढिराखेको छौ तिमीले प्लाज्मोग्यामी क्यारियोग्यामी मियोसिस भनेपछि त्यो कन्सेप्ट लाएर पनि तिमीले यो क्वेसनको एन्सर चाहिँ मजाले फङ्गाइरहन सक्छौ। त्यही माथि यस्तो मजाले एक्सप्लेन दिएको छ मोडलमा पनि दिएको छ। यो प्लाज्मोग्यामी क्यारियोग्यामी मियोसिस सुरुमा प्लाज्मोग्यामी हुन्छ, प्रोटोप्लाज्मको फ्युजन हुन्छ, क्यारियोग्यामी हुन्छ, न्युक्लियसको फ्युजन हुन्छ, त्यसपछि बल्ल मियोसिस हुन्छ, जाइगोटमा मियोसिस भएर चाहिँ ह्याप्लोइड बडी बन्छ। हो यस्तो चाहिँ एक्सप्लेन गरेको छ मजाले। तिमीले मजाले यहाँ फङ्गाइलाउन सक्छौ। यस्तै साइकल ल्याछ, यो साइकल बनाएर पनि तिमीले याद गर्न सक्छौ। अब आयो 24 नम्बर। ब्राइफाइट डिफर फ्रम फन इन ह्याभिङ। मैले भन्छु नि एल्गी फङ्गाई ब्राइफाइट टेरियोफाइट जिम्नोस्पर्म एन्जियोस्पर्म यिनीहरू छ नि स्पेसली अगाडिका एल्गीहरू हो। यिनीहरूको चाहिँ मेन क्यारेक्टर पढ क्या। त्यो मेन त्यो नामहरूमा साइन्टिफिक नेम अप्ठ्यारो घोक्नुभन्दा पनि फाइनल आउनु भनेको तिनी नाम एकदमै कमै आउँछ क्या। सबै के आउँछ मेन क्यारेक्टर। जस्तै फनको स्पेसल क्यारेक्टर के हो, ब्राइफाइटमा भएको स्पेसल क्यारेक्टर के हो, एल्गीको स्पेसल क्यारेक्टर के हो, तिनीहरूको स्पेसल क्यारेक्टर पढ्यो भने पनि इनफ हुन्छ क्या। हामीले त धेरै नामहरू यताउति पढेर याद राख्नु त्यस्तो चाहिँ पर्दैन। तर मक टेस्टमा चाहिँ एकदमै आउँछ फेरि क्वेसन। तर फाइनलमा चाहिँ त्यसको स्पेसल क्यारेक्टरमा सोध्छ। जस्तै गरी यसको सोध्यो प्लाज्मोग्यामी क्यारियोग्यामी मियोसिस के हो फङ्गाईको स्पेसल क्यारेक्टर। अब हेर ब्राइफाइटा डिफर फ्रम द फन इन ह्याभिङ डिपेन्डेन्ट स्पोरोफाइट। ब्राइफाइटको स्पेसल क्यारेक्टर के हो डिपेन्डेन्ट स्पोरोफाइट, इन्डिपेन्डेन्ट ग्यामेटोफाइट डिपेन्डेन्ट स्पोरोफाइट हो भनेपछि यो सोध्नु धेरै छ। यो पनि पास्ट इयर क्वेसन नै हो। हाउ इज द मस्ट डिफर फ्रम द फन। योबाट लाउन सक्छ। मस्ट भनेको ब्राइफाइट मानेर ब्राइफाइट नै हो। फ्रम फन भनेपछि के हो डिपेन्डेन्ट स्पोरोफाइट। यो सेम क्वेसन हो। अनि द क्यारेक्टर फिचर्स अफ ब्राइफाइट इन प्लान्ट किङडम इज स्पोरोफाइट आर अट्याच टु द ग्यामेटोफाइट। भनेपछि यो कन्सेप्ट पनि तिमीले के लाउन सक्छौ यसको एन्सर डिपेन्डेन्ट ग्यामेटोफाइट लाउन सक्छौ। अब जाउँ 25 नम्बरमा। ब्रिन्जल पोट्याटो टोमेटो अनियन जिन्जर बिलोङ्स टु 4 जेनेरा। हो यो क्वेसन चाहिँ अलिक कन्फ्युजन क्वेसन थियो। साथीले भनिरहेको थियो कि यो त निटको लेभलको निटको क्वेसन हो भनिरहेको थिएँ। तर मैले चाहिँ के कन्सेप्ट लगाएको थिएँ भनेपछि जस्तै कि सोलानम ट्युबरोसम भनेको पोट्याटो र सोलानम मेलोगोनिया भनेको चाहिँ मेलोजेना भनेको चाहिँ ब्रिन्जल हो। भनेपछि हेर ब्रिन्जल र पोट्याटो के पऱ्यो सेम जेनरामा पऱ्यो भनेपछि एउटै नाम भयो। सोलानम भयो त्यो एउटा जेनरा भयो। टोमेटो भनेको चाहिँ लाइपोकर्सिकम इक्युलेटम भयो, त्यही भएर यो छुट्टी भयो। र जिन्जर भनेपछि एउटा दुईवटा तीनवटा र 4वटा जेनरा भयो। र यस्तै चाहिँ म 4 जेनर लगाएको थिएँ। तर यो कन्सेप्ट राइट छ कि नै त्यो मैले अझै सर्च त गरेको छ, तर मैले यही कन्सेप्टमा चाहिँ 4 जेनर लगाएको थिएँ। अब आयो 26 नम्बरको। इन्फ्लोरेसेन्स इन विच ग्रोथ अफ फ्लावर इज इन्डिफिनेट एन्ड इन्ड विथ द बड एट द टिप। हो मलाई पनि जहाँसम्म लाग्छ यसको एन्सर चाहिँ सायद साइमोजको डिफिनेसन दिएर चाहिँ साइमोजको
साइमसको क्वेसन सोधेको कि साइमसको डिफिनेसन दिएर चाहिँ अप्सन ए थियो, तर यहाँ चाहिँ साइमसको डिफिनेसन थियो, तर एन्सर चाहिँ मैले साइमस लगाए जस्तो लाग्थ्यो। म त्यसलाई त ठिक छ केही छैन, देश यही बेसमा भएर वरिपरिको कन्सेप्ट नै आएको हो, त्यही भएर तिमीले चाहिँ इन्फ्लोरेन्सदेखि चाहिँ एउटा क्वेसन त फिक्स हो यसबाट। त्यही भएर साइमसको पनि डिफिनेसन याद राख र रेसिमसको डिफिनेसन याद राख्यो भनेपछि तिमीलाई समस्या चाहिँ पर्दैन। यो क्वेसनमा हल्का अदला बदली हुनसक्छ। अब आयो 27, सिलेक्ट द रङ क्यारेक्टर अफ एबभ लिलिएसी। हरेक सीमा यस्तो टाइपको क्वेसन एउटा त फिक्स हो क्या, हामीले अप्ठ्यारो होइन फ्यामिली धेरै गाह्रो लाग्यो भनेर चाहिँ पुरै साइन्टिफिक नेमहरू धेरै याद राखेर आउँदै गरेर जान्छ भने लास्टमा के छ भने तिनीहरूको स्पेसिफिक क्यारेक्टर मात्र सोधिन्छ कि। जस्तै हेर लिलिएसीको बारेमा रङ कुन भनेर सोध्यो भनेपछि तिमीले यसबाट चाहिँ दुईवटा तरिका छ, कि त तिमीले डाइरेक्ट एन्सर लाउन सक्छौ कि त इलिमिनेसन गरेर लाउन सक्छौ। तर मैले चाहिँ डाइरेक्ट लगाएको थिएँ किनभने मलाई थाहा थियो कि टेट्रामस कन्डिसन भनेको चाहिँ टेट्रा भनेको 4 हो कि तिमीले लिलिएसी भनेर के कन्सेप्ट लाउनु पऱ्यो, लिलिएसी भनेपछि तिम्रो 3 कन्सेप्ट आउनु पऱ्यो कि धेरै, जे पनि 3 भइदिन्छ कि धेरै जस्तो। तर यहाँ के मैले टेट्रा 4 देखेँ, त्यही भएर झमै लगाएको थिएँ। जस्तै कि ट्रायोक्लोर भयो, मोनोकर फ्यामिली हो, ग्यालेक्सिन कोरोला अनडिफ्रेन्सिएटेड थियो, हो यो चाहिँ मलाई थाहा थिएन। मैले त्यसो ख्याल गरेको थिएँ, तर मलाई थाहा थियो कि यो रङ हो भने थाहा थियो, त्यही भएर मैले डाइरेक्ट यो लगाइदिएको कि हेर लिलिएसी फ्यामिलीको चाहिँ यति एक्सप्लेन पढ्यो भने चाहिँ तिमीले मजाले यसबाट चाहिँ यो लाउन सक्छौ डाइरेक्ट एन्सर। अब हेर अब के थाहा यस्तै क्वेसनमा अब आउने CE 2083 पनि के सोध्छ यही नै सोधिन्छ कि हेर विच अफ द फलोइङ स्टेटमेन्ट एबभ द क्रुसिफेर इज रङ भनेपछि यहाँ क्रुसिफेर सोध्यो। हेर पिजन चाहिँ फोस्टामिन हो, यसमा चाहिँ हल्का लोजिक हेर, यो चाहिँ हामीले चाहिँ पढे नपढे पनि मजाले मिलाउनु जस्तो छ क्वेसन। हेर दुईवटा अप्सन त यस्तै इलिमिनेसन गर्न सक्छ। हेर विच अफ द फलोइङ स्टेटमेन्ट एबभ द क्रुसिफेर रङ भन्छ पिजन चाहिँ फोस्टामिन, पिजन चाहिँ टेट्रामस फ्लोरा र फोस्टामिन भनेपछि यो के हो, यो दुईवटा भएमा चाहिँ यो हुँदैन। अब यसमा कन्सेप्ट लाउनु पऱ्यो भनेपछि यो मजाले एन्सर छ, किनभने पिजन चाहिँ डाइडाइनामस फ्लोरा चाहिँ के भन्छ प्याब्लोनेसीमा हुन्छ। हो यस्तै क्वेसन हो कि हेर यस्तो क्वेसन भनेपछि तिमीले के भयो लिलिएसीको मेन क्यारेक्टर भन्नु पऱ्यो, के क्यारेक्टर स्पेसल क्यारेक्टर र क्रुसिफेरको स्पेसल क्यारेक्टर के हो, अनि हरेक फ्यामिलीकै यस्तै गरेर पढ्यो भने तिमीले बेस्ट हुन्छ है। अब आयो हाम्रो 28 नम्बर क्वेसन, विच फेनोमेनन लिड टु द कोरिजन अफ मेटल स्ट्रक्चर लाइक ब्लिच एन्ड स्ट्याच्यु। अब हेर यो चाहिँ सेम छ एसिडेन्ट हो, किनभने यो हामीले मजा लाउन सक्छौँ। युट्रोफिकेसन भनेको पनि हल्का कन्सेप्ट अर्कै लाग्छ, बायोम्याग्निफिकेसन अर्कै लाग्छ, ग्रिनहाउस इफेक्ट अर्कै लाग्छ। त्यो एसिडेन्ट भने कि एसिडेन्ट ड्यामेज द बिल्ड इन स्टेडियम मेड अफ लाइमस्टोन भयो। यस्तै गरेर एसिडेन्ट इन्डस्ट्रियल सिटिजहरूमा चाहिँ इफेक्ट गर्छ, एक्सेसिबिलिटी अफ NO2 इन SO2 मजाले एक्सप्लेन गरेको छ मोडुलमा। अब स्मल सेगमेन्ट अफ जेनेटिक मेटेरियल द्याट एफेक्ट द म्युटेसन, यो पनि पास्ट इयर क्वेसन यतिचोटि सोधेको छ नि यो क्वेसन, त्यही पनि सजिलो सबभन्दा सजिलो क्वेसन के। यहाँ म्युटेसन समस्या म्युटन लगाइदियो, यहाँ रिकम्बिनेसन समस्या रिकन लगाइदियो, र सिस्टम एक्जाम भनेको प्रोटिन पेप्टाइडहरूको कुरा आउँछ। हेर स्मल सेगमेन्ट अफ जेनेटिक मेटेरियल द्याट एफेक्ट म्युटेसन भनेको म्युटन। इन्डियन एम्बेसीको 2004 मा पनि सोधेको रहेछ यो क्वेसन, स्मल सेगमेन्ट अफ जेनेटिक मेटेरियल एफेक्ट बाइ द म्युटेसन। स्मल सेगमेन्ट अफ डिएनए टेक पार्ट इन रिकम्बिनेसन भनेको रिकन CE 2000। हेर CE 2022 मा चाहिँ यही सोधिरहेको छ भनेपछि 2024 मा 5 मा चाहिँ यस्तो क्वेसन सोधिरहेको छ कि भनेपछि यही वरिपरि लगाएर चाहिँ तिमीले क्वेसन सोचेको अगाडि पनि। हेर 40 नम्बर क्वेसन हो, यो क्वेसन चाहिँ के हो पास्ट इयर नै हो, कतिमा सोधेको CE 2081 मा सोधेको, यही क्वेसन सोधेको थियो त्यतिखेर पनि, अहिले पनि यही क्वेसन सोधेको छ फेरि। अनि यो चाहिँ के BP को अझ 2001 को पास्ट इयर क्वेसन पनि हो क्या, मतलब यो त धेरैचोटि सोधेको हो यस्तो क्वेसन त। र ई फर टेट्राप्लोइड फिमेल भनेपछि टेट्राप्लोइड चाहिँ के फोयान र टेट्राप्लोइड मेल भनेपछि फोयान भनेपछि अब यो भनेको सेम आइदिन्छ, तिमीले मजाले पढ्छौ। 2n आसम्म के छ फोयान 2n भनेपछि 6n भनेको एक्जाप्लोइड भइदिन्छ। तिमीले यो क्वेसन चाहिँ के गर्छ पछाडि चाहिँ मजाले पढ्छौ, र यहाँ तिमीले चाहिँ मोडुलमा क्वेसन देख्यो भने पनि ई फर डिप्लोइड फिमेल बनाउने यही कन्सेप्ट लाग्छ, सेम यही कन्सेप्ट लाग्छ के गरेको छ, यही कन्सेप्टमा चाहिँ यो पनि रहेको छ। यही नम्बर माथि यहाँ डिप्लोइड छ, यहाँ टेट्राप्लोइड छ, यहाँ टेट्राप्लोइड छ, यहाँ टेट्राप्लोइड छ, यति फरक हो भनेपछि कन्सेप्ट उयो छ क्या। अब आयो 31 नम्बरको, द टाइप अफ फुड चेन गिभन बिलो इज ग्रासहोपर फ्रग स्नेक इगल। अब यो त हामीले चाहिँ जो 6 7 पढ्ने टाइपको क्वेसन हो कि यो खासमा। हेर न ग्रासले ग्रासहोपरलाई, हेर इगलले स्नेकले खान्छ, स्नेकले फ्रगले खान्छ, फ्रगले ग्रासहोपरले खान्छ, ग्रासहोपरले ग्रास खान्छ भनेपछि यो चाहिँ के भयो एउटा फुड चेन भयो क्या। फुड चेन यहाँ थाहा भएपछि ग्रासहोपरदेखि ग्रासहोपरदेखि स्नेक यति बारेमा हामीले के छ डाइरेक्ट ग्रेजिङ लाउन सक्छौँ कि। मजाले ल्याएको छ हेर, बुकमा पनि मजाले ल्याएको छ, प्लस 2 बुकमा पनि मजाले एक्सप्लेन गरेको छ। इक्जाम्पल अफ सम टेरेस्ट्रियल ग्रेजिङ फुड चेन भनेको ग्रास सेम ग्रासहोपर फ्रग स्नेक पिकक सेम क्वेसन छ यो। 32 नम्बरमा कक सेल ह्याभ डिपोजिसन अफ, हेर कक सेल ह्याभ डिपोजिसन अफ लिग्निन सुबेरिन ट्यानिन साइटोनिन। यो चाहिँ तिमीले चाहिँ एनाटोमीमा चाहिँ मजाले एक्सप्लेन गरेको छ, यो पढ्न सक्यो। कक सेल ह्याज इम्पर्मेबल सेल वाल ड्यु टु द डिपोजिसन अफ सुबेरिन हुन्छ, सुबेरिन एन्सर टक्कै कस्तो मजाले एक्सप्लेन गरेको छ, तिमीले लाउन सक्छौ एन्सर चाहिँ। अब इमिडिएट स्याक इज फर्म फ्रम, यो क्वेसन पनि तिमीले यति धेरै पाउन सक्छौ नि पछाडि पढ्यो भनेपछि। हेर यो प्लस 2 पनि छ, फङ्सनल मेगास्पोर इन एन्जिस्पर्म डेभलप इन्टु द इम्ब्रेस्याक। यहाँ ठ्याक्कै अपोजिट सोधेको छ, इम्ब्रेस्याक इज फर्म फ्रम। यहाँ चाहिँ हाम्रो ठ्याक्कै यो क्वेसनले अदला बदली मात्रै गरेको, र यही क्वेसन चाहन्छ भनेपछि छ त्यो क्वेसन पनि छ फेरि, एउटै पेजमा चाहिँ त्यो क्वेसनले घुमाएको पनि छ र त्यही क्वेसन पनि छ क्या। हेर
जस्तै फङ्सनल मेगास्पोर इन फ्लावरिङ प्लान्ट डेभलप इन्टु द इम्ब्रेस स्याक। अब क्वेसन 34 नम्बर मल्टिफ्लाजिलेटेड एन्थ्रोजोइड इज फाउन्ड इन हेयर। मैले भनेको थिएँ नि मेन त्यो प्लान्टको अथवा त्यो टपिकको स्पेसिफिक क्यारेक्टर के छ नि त्यसले मेन फोकस गर क्या। यहाँ पनि त्यही छ त्यही फङ्सन मल्टिफ्लाजिलेटेड एन्थ्रोजोइड इज फाउन्ड इन फन। तिमीले चाहिँ यो फिगर यदि तिमीले प्लस 2मा राम्ररी पढेको छ भने यसले फिगरबाट पनि तिमीले सम्झेर लाउन सक्छौ, टिक लाउन सक्छौ कि हामीले चाहिँ पढेको छौँ कि एन्थ्रोजोइड भने यस्तो टाइप हुन्छ नि, यस्तो पढेको हुन्छ नि मल्टिफ्लाजिलेटेड यस्तो कपाल टाइपको पढेको छ नि एन्थ्रोजोइड भएको एउटा स्ट्रक्चरबाट। यस क्वेसनबाट मात्रै मजाले फर्म आउँछ कि त्यो पनि टेन्सन लिनु पर्दैन। पास क्वेसनमा सोधेको छ नि यामोई 2010 मा सोधेको क्वेसन छ कि हेर एन्थ्रोजोइड अफ टेडियम पेट्रेडियम भनेको के हो टेरियोफाइट नै हो। टेरियोफाइट भनेको फन पर्छ अनि यसले हामीले फन मान्छ यसलाई अनि त्यही भएर यसले फन लाउने। अनि मेल ग्यामेट इन फन इज मल्टिफ्लाजिलेटेड यो कन्सेप्टबाट पनि लाउन सक्छ किनभने एन्थ्रोजोइड भनेको के हो पछि गएर मेल ग्यामेट नै बन्ने हो। अब आयो 45 नम्बरमा कोरोला विथ क्ल एन्ड ब्लेड इज फाउन्ड इन। यस्तै टाइपको स्ट्यान्डर्ड किल करिना यो भनेको त्यो माथि हाम्रो क्वेसन कति माथि CEE 2081 मा सोधेको थियो भनेपछि त्यसबाट सोध्यो भनेपछि अब त्यहीबाट नै हल्का मोडिफाई गरेर के सोध्यो ब्राकेसीको सोध्यो कि पहिला प्याप्लिनेसीको सोधेको थियो अहिले चाहिँ के ब्राकेसीको सोध्यो कोरोला विथ अ क्ल एन्ड ब्लेड भनेपछि हो यसको पनि यो मेन क्यारेक्टर नै हो कि र यी मेन क्यारेक्टर यो भने जस्तै तोरी भयो तोरीको चाहिँ कोरोलामा चाहिँ हल्का यस्तो क्ल टाइपको हुन्छ कि यस्तोदेखि लिएर यस्तोदेखि लिएर चाहिँ क्ल टाइपको हुन्छ है हामीले यहाँ देख्न सक्छौँ फिगरमा हो यो क्ल बेस पेटललाई चाहिँ हो यसलाई बेस मान्छ एउटा क्वेसन सोधेको यसले क्ल एन्ड ब्लेड तर हामीले मजाले यहाँ पाउन सक्छौँ एक्सप्लेन गरेर कि मजाले स्टल क्ल एरेन्ज इन क्रुसिफर्म म्यानर ब्राकेसी भयो। अब अर्को आएको क्वेसन यो चाहिँ हामीले मजाले पढ्न बित्तिकै एन्सर टिक्लाउँ जस्तो क्वेसन हो यो चाहिँ 36 नम्बरको इफ अल क्यारेक्टर आर प्रेजेन्ट अन द सेम क्रोमोसोम एन्ड इनहेरिटेड टुगेदर फ्रम द प्यारेन्ट टु द अफस्प्रिङ इट इज कल्ड कम्प्लिट लिङ्केज। अब क्रसिङ ओभर नभइकन डाइरेक्ट के भन्छ एउटा प्यारेन्टदेखि अर्को प्यारेन्टमा इनहेरिटेड एउटा प्यारेन्टदेखि डटरमा चाहिँ इनहेरिटेड भयो अफस्प्रिङमा आउँदा त्यो इनहेरिटेड भाषामा के भयो डाइरेक्ट कम्प्लिट लिङ्केज भयो कि क्रसिङ ओभर भएन यही छ यो। इफ द जिन आर भेरी क्लोज टु इच अदर्स दे हेभ नो चान्स अफ सेपरेसन फ्रम इच अदर्स एन्ड आर अलवेज ट्रान्समिटेड टुगेदर फ्रम जेनेरेसन टु जेनेरेसन दे आर कल्ड लिङ्क जिन द फेनोमेनन अफ इनहेरिटेड कम्प्लिट लिङ्क जिन इज कल्ड कम्प्लिट लिङ्केज। सक्यो 37 नम्बर क्वेसन सिक्वेन्स अफ इन्फर्मेसन फलोइङ युक्यारियोट हो यो क्वेसनमा चाहिँ हल्का मोडिफाई गर्ने थियो डिएनएदेखि एमआरएनएदेखि एमआरएनएदेखि बल्ल प्रोटिन थियो कि अप्सनमा त्यही भएर एन्सर राइट पनि यही थियो यो डिएनएदेखि एमआरएनए एमआरएनए प्रोटिन यो भनेको सेन्ट्रल डोगमा हो तर रियल सीमा चाहिँ यो क्वेसनमा चाहिँ अप्सन चाहिँ बिचमा चाहिँ के थियो यो थियो एचएनआरएनए थियो र यसको एन्सर राइट ए हुन्थ्यो किनभने यहाँ युक्यारियोट भनेर बेसिकली हामीले प्रोक्यारियोट लागि चाहिँ यो मजाले यो लाउन सक्थ्यौँ तर यहाँ युक्यारियोट भनेर चाहिँ तोकेको हुनाले चाहिँ हामीले के गर्न सक्छौँ भनेपछि डिएनएदेखि एचएनआरएनए हेटेरोजेनियस न्युक्लियर आरएनएदेखि एमआरएनएदेखि प्रोटिन लाउन सक्छौँ प्रोटिन लाउनु पर्ने हुन्छ त्यो क्वेसनमा चाहिँ हल्का मोडिफाई थियो। अब 28 फर्म सी विच अफ द फलोइङ इज एक्सट्र्याक्टेड यो क्वेसन चाहिँ मलाई जहाँसम्म लाग्छ केमिस्ट्रीमा आएको जस्तो पनि लाग्छ तर केही छैन यसमा भएको कारणले चाहिँ म यसबाट पनि यो क्वेसनमा यसमा पनि छ यहाँ र फर्म सी विच अफ द फलोइङ इज एक्सट्र्याक्टेड भनेर चाहिँ आयोजन हुन्छ किनभने यो ब्राउन एल्गीमा पाउन सक्छौ त्यो यी ब्राउन एल्गीमा चाहिँ के भन्छ ब्राउन एल्गी आर कमनली कल्ड केल्प्स अर सीविड यो के को सोर्स अफ आयोडिन मजाले एक्सप्लेन गरेको छ यो पनि। अब 39 स्पाइरोगाइरा एफ्टर कन्जुगेसन फर्म जाइगोट त जाइगोट देन अन्डरगोज के जान्छ मियोटिक डिभिजन मजाले छ स्पाइरोगाइरा मियोसिस फलो बाइ द माइटोसिस अफर ड्युरिङ द जर्मिनेसन अफ जाइगोस्पोर। सेम क्वेसन छ कि ड्युरिङ जर्मिनेसन अफ जाइगोस्पोर इन स्पाइरोगाइरा मियोसिस इज फलोड बाइ द माइटोसिस यो पनि के हो पास्ट इयर क्वेसन हो आइएम 1996 मा। र तिमीले एउटा कुरा भनेको तिमीले यो कन्सेप्ट थाहा छैन भनेपछि तिमीले यति थाहा छ कि स्पाइरोगाइराको मेन प्लान बडी भनेको एप्लोइड भनेपछि हेर स्पाइरोगाइरा एफ्टर कन्जुगेसन फर्म जाइगोट देन अन्डरगोज भनेपछि फाइनल बडी चाहिँ के छ हाफ्लेट बन्नु छ भनेपछि जाइगोट चाहिँ पक्कै पनि म्युसिसमा जानुपर्छ कि किन त्यसको डटरलाई रिडक्सनल सेल डिभिजन गर्नको लागि चाहिँ म्युसिन जानुपर्छ त्यसको बडी चाहिँ हाफ्लेट बन्नुको लागि भनेपछि यो कन्सेप्ट पनि हामीले मजाले म्युटिक डिभिजन लाउन सक्छौँ तर त्यो नभए तापनि तिमीले क्वेसन गरेको छ भनेपछि त्यो क्वेसनबाट पनि मजाले एन्सर लाउन सक्छौ कि त्यही पनि अझै के छ आइएमको पास्ट इयर क्वेसन छ। अब हाम्रो लास्ट क्वेसन 40 नम्बर मेन फिचर अफ माइटोसिस विच डज नट अकर इन द मियोसिस यो पनि मजाको क्वेसन थियो एकदम सजिलो क्या हेर्नु न जस्तै कि मेन फिचर अफ माइटोसिसको मेन फिचर के हो र जुन चाहिँ मियोसिस हुँदैन त्यो पनि कस्तो याद छ भनेपछि मियोसिसको ठ्याक्क मेन कुरा चाहिँ 3टा अप्सनमा थियो एउटा अप्सनमा चाहिँ डाइरेक्ट माइटोसिसको थियो कि थोरै झुक्नु पनि थिएन कि क्वेसन जस्तै क्रसिङ ओभर टेक प्लेस केमा हुन्छ यो त मियोसिसको क्यारेक्टर भयो अनि पियरिङ अफ होमोलोगस क्रोमोसोम अकर यो पनि झन् मियोसिसको भयो त्यो प्रोफेज स्टेजको डिफ्रेन्ट स्टेजमा गएर पियरिङ हुनेवाला प्रोसेस अनि 2 सक्सेसिभ डिभिजन अकर भनेपछि मियोसिस 1 र मियोसिस 2 पढेको छौँ 2टा सक्सेसिभ डिभिजन भनेपछि यसबाट पनि हामीले मजाले एलिमिनेसन गरेर के लाउन सक्छौँ डटर सेल आर जेनेटिक आइडेन्टिकल प्यारेन्ट सेल भनेपछि माइटोसिसको मेन क्यारेक्टर के यहाँ 2n छ भनेपछि यहाँ पनि 2n हुन्छ यहाँ पनि 2n हुन्छ यहाँ n छ भने के हुन्छ यहाँ पनि n हुन्छ यहाँ पनि n हुन्छ माइटोसिस भनेपछि यो कन्सेप्ट लाउन सक्छौँ हेर जस्तो मियोसिसमा चाहिँ के हुन्छ मियोसिसमा चाहिँ रिडक्सनल सेल डिभिजन हुन्छ यहाँ पनि हामीले मोडलबाट पनि हेर्न सक्छौँ डिफरेन्स बिट्विन माइटोसिस र मियोसिसबाट पनि यी नम्बर अफ क्रोमोसोम सेम एज द मदर सेल क्रोमोसोम नम्बर रिड्युस टु द हाफ यसरी चाहिँ हामीले एनालाइसिस गरेको छौँ यिनी क्वेसनमा चाहिँ हेर अब हामीले यसरी हेर्दा चाहिँ
तिमीले चाहिँ मजाले अब के एनालाइसिस गर्यो यति धेरै क्वेसनबाट के एनालाइसिस गर्नु के सबै यहीँ छ क्या तिमीले मजाले यहीँबाट कन्सेप्ट बुझ्न सक्छौ कि यो क्वेसन नियर भयो यो 1 देखि हेर्नुहोस् है हामीले चाहिँ त्यो चाहिँ +2 बुक र मोड्युल तिमीले राम्रै पढेको छौ र पास्ट क्वेसन पनि मजाले गरेको छौ र साथै मोड्युलका भएका पछाडिका इच क्वेसनलाई चाहिँ तिमीले राम्रोसँग एनालाइसिस गरेको छौ भनेपछि तिमीले मजाले गर्न सक्छौ कि जस्तै गरी इन बाइकुलेटर भास्कुलर बन्डल रिप्रेजेन्टिङदेखि लिएर है यहीँ नै छ क्या सबै यति यी भयो सबै यहीँ छ क्या तिमीले हेर ए 7 नम्बर ए 8 नम्बर ए जस्तो सुकै अप्ठ्यारो क्वेसन भए पनि तिमीले नर्मल कन्सेप्ट लगाएपछि मिल्ने खालका छन् कि भनेपछि के गर्नु पऱ्यो यदि तिमी सीमा एपेयर हुन गइरहेको छ भनेपछि सजिलो क्वेसन त बिगार्नु भएन क्या मजाले गर्नु पऱ्यो थोरै दिमाग लाउनु पऱ्यो फेरि धेरै दिमाग लाउनु भने बिग्रिन्छ कुराकानी ठिक्क दिमाग लाउने टक्क एन्सरलाई चाप्पै लगाइहाल्ने हेर है यस्तो मजाको क्वेसनहरू छन् कि सबै चाहिँ यहीँ छन् क्या वरिपरिबाट यस्तो सजिलो हुन्छ नि नर्मल क्वेसन सोधेछ हामी चाहिँ के छ आत्तिर बिगारिदिन्छौँ क्या यसरी यी 40वटा क्वेसन एनालाइज गर्दा तिमीलाई थाहा नै भयो होला कि पास्ट इयर क्वेसन कतिको महत्त्व छ र नर्मल बेसिक कुराहरू चाहिँ कतिको महत्त्वपूर्ण छ र साथै अरू एक्स्ट्रा बुक फलो गर्नुभन्दा त्यही बुकलाई नै पटक पढेपछि एकदमै हेल्पफुल हुनेछ तिमीलाई यदि यो भिडियो हेल्पफुल लाग्यो भने लाइक गर्नु चाहिँ नबिर्स र साथै साथीहरूलाई पनि सेयर गरिदियो कि उनीहरूलाई क्वेसन कताबाट आउनु रहेछ कुन सोर्सबाट चाहिँ एमएससीले पेपर बनाउनु रहेछ भनेर उनीहरूलाई पनि हल्का केही आइडिया होस् र केही हेल्पफुल होस् थ्याङ्क फर वाचिङ बाई